के छ मेरो प्यारो जनता सन्चै आएर हुनुहुन्छ। आज हामी चाहिँ फिस हन्टिङमा जानला होइन, हत्केला खेल्न माछाको धुम लगाइदिने हो। यस्तो हिँड्न दुःख हुन्छ यार तर जङ्गलको बाटोमा। अझै यो बाटो माछा नमरेर फर्किनुपर्छ, यति दुःख लाग्छ। मऱ्यो भने त मजा लाग्छ, उकालो पनि केही लाग्दैन, ठाडै छ के तार भेट्दैछन् टन टनाटन। ल तल खोलामा भेट्छु। बाटो यस्तो यहाँ पुरै स्याउला चिप्लियो भने मात्र खोला पुगिन्छ। हामी जाने यहीँ तल हो क्या। के मारे यस्तो दामी हावा चलेछ यार। कोही मुद्न लाहान, कोही हग्न लाहान, गाह्रो छ जिन्दगी। खतरा देखा यार, माछा खेलिसक्यो मस्त। ओ छ यार माछा, एउटा बहुत ठुल्ठुलो माछा छ। त्यो माछा चाहिँ यस्तै माछा अब आठ टक्क मरिदियो भने त 5-6 केजी। केटाहरू कहाँ हत्केला खेल्ने भनेर हेर्दैछन् ठाउँ यहाँ टक्क लोकेसन। ओबी कहाँनिर खेल्ने भन्छ हत्केला? मस्त है। बचको चाहिँ बुढी नभएपछि त ठिक हुन्छ, फेरि कोही त हुन्छ नि फेरि नहुने बचको। हत्केला हानेर खासै त होइन, अलिअलि मऱ्यो 2-4 केजी ठ्याक्कै छ। गयो नि नआब त लापरवाही नगर मुला माछा हराउला। छड देखा के त 1-2टा गर्दिन छोडिदियो होला नि यार, कतै न कतै। केटाहरू पोलिस लाउनु लाछन् माछालाई। ओ सटे छ है माल। हाम्रो माछा यति नै मऱ्यो, मान्छे चाहिँ लास्टै धेरै गयौँ। के गर्नु, लास्टमा धोका दियो हामीलाई खोलाले। माछा देखा